जुन राष्ट्रपति रनिङ सिल्ड सहितको आधारभूत तहको खेलकुद प्रतियोगिता शुभारम्भ गरेका छौं। विभिन्न ठाउँमा आज यो 7औं आधारभूत तह र 4थो राष्ट्रपति रनिङ सिल्ड चलिरहँदा यसको इतिहासका विषयमा पनि पूर्ववक्ता साथीहरूले भन्नुभयो। यो बेलाटारी स्रोत केन्द्र स्तरीय 2055 सालदेखि निरन्तर यो चलिरहेको खेलकुद प्रतियोगिता हो र मलाई अपेक्षा छ आउने दिनहरुमा यो 5 दिनसम्म सञ्चालन हुने यो खेलकुद प्रतियोगितामा सबै सहभागी शारीरिक शिक्षकज्यूहरू, अफिसियल मित्रहरू, सहभागी खेलाडी विद्यार्थी भाइ बहिनीहरूले उच्च सतर्कताका साथ, मैले फेरि दोहोऱ्याएँ, उच्च सतर्कताका साथ यो खेललाई स्वच्छ प्रतिस्पर्धा र मर्यादित प्रतिस्पर्धाको रूपमा अगाडि बढाउँदै लिएर जानुहुनेछ र खेलका ती तमाम जुन नियमहरू छन् त्यो नियमको परिधिभित्र रहेर खेल सम्पन्न गर्नुहुनेछ। निश्चित रूपले कुनै पनि कार्यक्रमहरू सम्पन्न गर्नको लागि तमाम किसिमका चुनौतीहरू हुन्छन्। त्यो मानव जीवनमा पनि तमाम किसिमका चुनौतीहरू आउँछन्। त्यो चुनौतीलाई अवसरको रूपमा हामीले प्रयोग गर्न सक्यौं भने मात्रै सफलता प्राप्त गर्न सक्छौं। त्यसर्थ त्यसलाई आत्मसात गरेर सम्पूर्ण सहभागीहरू त्यतातर्फ उन्मुख हुनेछ भन्ने अपेक्षा सहित मेरा प्रमुख प्रशासकीय अधिकारीज्यूले भनिसक्नुभयो। प्रतापपुर गाउँपालिका आयोजक भइरहँदा पनि यसको मुख्य संयोजन गर्ने काम जनजागृति माध्यमिक विद्यालयले गरेको छ। यसैका वडाका वडाध्यक्षले गर्नु भएको छ। यो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लगायतका साथीहरूले गर्नु भएको छ। त्यसको लागि उहाँहरूलाई त धन्यवाद छँदैछ। त्यस उपरान्त पनि हामी 2 दिन मात्र अगाडि यहाँ आएका थियौं। हामीले हेर्यौं यहाँ अघि भौतिक संरचनाका कुराहरू भए, हामी सौभाग्यशाली छौं। अघि स्वर्गीय रमेश चन्द्र द्विवेदीजीका पुत्रहरूलाई, उहाँका छोराहरूलाई, दानवीर जग्गा दाताहरूलाई, स्वर्गीय हरिवंश यादवका पुत्रवधू लगायतका परिवारका सदस्यहरूलाई हामीले सम्मानित गरिरहँदा यो विद्यालयमा उहाँहरूको अतुलनीय योगदानको हामीले जुन सम्मान गर्नुपर्ने हो त्यो सम्मानका साथ हामीले मित्र राष्ट्र भारतलाई पनि सम्झिनु पर्ने अवस्था हुन्छ। यो हामी यो जुन बिल्डिङमा अगाडि आज यो कार्यक्रम गरिरहेका छौं, मित्र राष्ट्र भारतको सहयोगमा निर्मित यो भवन, यसको भौतिक पूर्वाधारलाई हामीले सही ढंगले सदुपयोग गर्न सकिरहेका छौं छैनौं त्यो आफैमा अलिकति मूल्याङ्कन गर्नुपर्ने, आत्मचिन्तन गर्नुपर्ने अवस्था त एक ठाउँमा छँदैछ। तर यसको मेन्टेनेन्स पनि हामीले गर्न सकिरहेका छैनौं। यो वास्तवमा आफैमा दुःखद विषय हो। मैले कहाँ लग्न खोजे, कहाँ दोहोऱ्याउन खोजे भने 2 दिन अगाडि मात्र आइरहँदा यो भवन त देखियो, स्ट्रक्चर देखिरहेको थियो, तर यो पेन्टहरू भएका थिएनन्। म प्रमुख प्रशासकीय अधिकृतसँग यहाँ आइरहँदा यसलाई 2 दिनभित्र पालिकाले लागेको सम्पूर्ण खर्च बियर गरेर कम्तीमा यो अगाडिको पार्ट भए पनि 2 दिनभित्र पेन्ट गरेर सकिनुपर्छ भनेको थिएँ र मलाई आज खुसी छ यहाँ आइरहँदा 2 दिन अगाडिको विद्यालयको संरचना जुन देखिएको थियो आज यहाँ आएर देखिँदा वास्तवमा त्यो अपार हर्ष हामीले लागेको छ र मलाई विश्वास छ यति मात्रैले पुगेन। यहाँ इन्डियन एम्बेसीले जुन यो बिल्डिङ बनाएर हामीलाई दियो, यो बिल्डिङ अहिलेसम्म ह्यान्डओभर भएको छैन। के कति कारणले ह्यान्डओभर भएको छैन त्यसको पनि समीक्षा गर्नुपर्ने विषय छ। मैले व्यवस्थापन समितिका अध्यक्ष लगायत तमाम पदाधिकारी, माननीय मन्त्रीज्यू पनि यहीँको स्थानीयवासी भएको नाताले उहाँलाई पनि के आग्रह गर्न चाहन्छु भने केही दिन मात्रै अगाडि नेपाल सरकारको भारतीय दूतावासका फर्स्ट सेक्रेटरी कुमार गौरव यहाँ आउनु भएको थियो। उहाँले यसको सम्पूर्ण लगत इस्टिमेट तयार गरेर हामी लगानी गर्न तत्पर छौं। चाहे यसको बाउन्ड्री वाल होस्, यसको क्यान्टिन होस्, साइकल स्ट्यान्ड होस् या अन्य यसका सुधार गर्नुपर्ने विषयहरू के छन् ती सबै गर्न उहाँहरू तयार हुनुहुन्छ। हामी त्यसमा सहकार्य गर्न उहाँहरूसँग हातमालो गरिरहेका छौं। तर त्यसको प्रस्तावित जुन लगत इस्टिमेट हो त्यो तयार गरिदिने काम विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवको नाताले प्रधानाध्यापक लगायतका सम्पूर्ण सहयोगी साथीहरूले सहयोग गर्नुभयो भने मेरो बाँकी रहेको 15 महिने कार्यकाल भित्रै ती बाँकी कामहरू सम्पन्न गराउन मैले प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। हामी चाहन्छौं यो वैदेशिक सहयोगबाट प्राप्त यो भवनको सही ढंगले सदुपयोग होस् र यो सदुपयोगिताका लागि हामीले हाम्रो स्तरबाट गर्नुपर्ने ती तमाम कामहरू गर्न हामी उद्यत रहनेछौं भन्ने प्रतिबद्धता सहित आजदेखि सुरु भएर 5 दिनसम्म चल्ने यो खेलकुदमा विद्यार्थी खेलाडी भाइहरू सहभागी भइरहँदा मैले अघि पनि निवेदन गरेँ, यसलाई
स्वच्छ प्रतिस्पर्धाको रूपमा रहिरहँदा हामीले खेलमा हार जित हुन्छ, तर खेललाई जसले जित्छ उ त जिति नै हाल्छ, जो हार्छ उसले सिक्ने अवसर प्राप्त गर्छ। त्यसकारण यसलाई हार जितको रूपमा भन्दा नि जित र सिकको रूपमा यसलाई प्रयोग गर्नुहोला भन्ने शुभेच्छाका साथ आजको यो उद्घाटन सत्रको कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।